गाइज हामी यङ केटाहरू भएर पनि केही चिज गर्नले डराउँछु होइन, नडराउनुहोस् केही काम गर्दाखेरि पनि होइन। म देखाउँछु, हेर्नुहोस् यो अङ्कललाई हेर्नुहोस्, मामालाई हेर्नुहोस् होइन। मामा पनि यो उमेरमा पनि मामाले मेहनत गरिरहेछन् होइन। के काम नत्र गभर्मेन्ट जब छ, मजाले घरमा सुतेर बस्दा नै हुन्थ्यो त मामालाई। किन उसले आफ्नो हेल्थलाई अनि आफ्नो बडीलाई रेस्पेक्ट गरेको हो क्या। यो पोइन्ट तपाईँहरू यहाँनिर सम्झिनुहोस्। त्यही भएर कहिले पनि आफ्नो बडीलाई रेस्पेक्ट गर्नुहोस्। तपाईँले त्यही पछि गएर तपाईँको बडी तपाईँले रेस्पेक्ट गर्नेछ। मेरो लागि होइन, म तपाईँहरूको लागि भनिरहेको छु। कहिले पनि आफ्नो ड्रिम के हो, आफ्नो प्यासन के हो गर्नुहोस्, त्यसलाई फलो गर्नुहोस्। लेट्स गो। त्यही भएर भन्छु गाइज, वेक अप ब्रदर, वेक अप। यो उमेरमा नउठे कहिले उठ्ने? बुढो भएपछि उठ्छु, बुढो भएपछि त सुतेको सुते हो। त्यही भएर उठ्नुहोस्, जुत्नुहोस्, भाग्नुहोस्, दौडिनुहोस्, गर्नुहोस्। यहाँ हेर्नुहोस् तपाईँहरू, यहाँको पब्लिकको मान्छेहरूलाई हेर्नुहोस्, सानो सानो बच्चाहरू छ, कति मेहनत गरिरहेछन्। हामी यत्रो ठुलो भएर पनि केही गर्न सकेका छैन। त्यही भएर गर्नुहोस्, उठ्नुहोस्, भाग्नुहोस्। लेट्स गो।